Hello guys, today is my 5th day of period and मेरो कति धेरै काम बाँकी छ, नुहाउनु पर्ने छ, खबर यस्तो भएको छ, कोठा सफा गर्नुपर्ने छ, बट ट्याक्कै इनर्जी छैन मसँग, के गर्नै मन लाग्दैन, के भयो, लेट्स डू भन्न लागे पनि. The best way to escape from your problem is to end it or finish it. तो जे कुरा पनि स्टार्ट गर्न गाह्रो हो, स्टार्ट गरेपछि it will eventually finish. So let's start. मेरो कोठा यस्तो भएको छ, मेरो कोठा सफा गर्छु, नुहाउँछु, गर्छु. It will happen. होगा. Okay guys, नुहाएपछि भेटौँला. ल सक्यो त नुहाउन, कोठा सफा गर्नु छ. Now let's do कोठा सफा. हैन, पहिला तिलक लगाऊँ, च्याल खोलौँ, पर्दा खोलौँ. अगर तुम मिल जाओ जमाला कमल नयन विमल चरण पतित पावन राम जानकी जीवन राम. देख्दो रहेछ यसले नि, होम केशव गाएन ल भयो, हो गयो. कहाँ गयो? यो चाहिँ मेरो गिफ्ट होला. Start doing my work. अब मेरो यो साइडको बाँकी छ. लु यो ठाउँ पनि आई दिस वान. यत्रो बाँकी छ. ल त्यो चाहिँ धुनु पनि लुगाहरू हो. अनि अब म कपालमा तेल हाल्छु अनि कपाल कोर्छु. तेल नि हालेँ. बाई बाई. आजको मेरो दिन एकदम कस्तो थियो, तै पनि केही इनर्जी नै थिएन. त्यही पनि आई ट्राई टु डु समथिङ. के हो के भन्ने, दिस इज वाट आई एम. म यही हो, म यस्तै छु. अरू दिन पनि म यस्तै हो. अरू दिन त म झन् केही गर्दा पनि गर्दिनँ. आज मैले हिम्मत गरेर गरेँ विदाउट ह्याभिङ एनी इनर्जी. सो बाई बाई. आई एम प्राउड अफ माइसेल्फ टुडे.